दर्शकबिनहरू कान्छाकी प्रेमिकाले गरिन् आत्महत्या। पछिल्लो समयमा कान्छाकी प्रेमिका अर्थात् सोफिया भन्ने आफ्नो बुबाको दबावकै कारण आत्महत्या गरिसकेकी छिन्। विगतको समयमा आफूले गरेको गल्ती र दबावमा राखेकै कारण आफ्नी छोरीलाई पनि उनले चाहेको खुसी दिन नसकेको र गाउँलेहरूको नजरमा पनि गिरेको भन्दै कान्छाकी प्रेमिकाको बुबाले भने आफ्नी छोरीको विवाह कान्छासँग गराउने कुरा पक्का गराइसकेका थिए। तर पछिल्लो समयमा आफ्नो बुबाले कुरा फेरिसकेपछि कान्छाकी प्रेमिकाले भने आत्महत्या गरिसकेकी हुन्। अर्थात् पछिल्लो समयमा कान्छाकी प्रेमिकाको बुबाले आफ्नी छोरीको विवाह अर्को केटासँग गराउने कुरा गरिसकेपछि कान्छाकी प्रेमिका अर्थात् सोफियाले भने आत्महत्या गरेकी हुन्। पछिल्लो समयमा हेर्ने हो भने सोफिया भने रुखमा झुन्डिएको अवस्थामा फेला परिसकेकी छिन्। के साँच्चीकै कान्छाकी प्रेमिकाले सोफियाले आत्महत्या गरेकी हुन् त? कतै पछिल्लो समयमा सोफियाले आत्महत्या गरेको कान्छाले देखेको के सपना त होइन? आउनुहोस् यसै विषयमा रहेर छोटो चर्चा गर्दैछौँ। यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरी हामीलाई साथ दिनुहोला। यदि तपाईहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। दर्शकबिनहरू लामो समयको सङ्घर्षपछि आफ्नो श्रीमान सागरलाई आफ्नो गाउँमा फर्काउन पाउँदा कान्छीको खुसीले भने सीमा नै नागेको थियो। यता सागरले पनि आफ्नी आमा अर्थात् सीताराम आमालाई देख्न पाउने कुरा थाहा पाइसकेपछि सागर पनि धेरै खुसी थिए। तर पछिल्लो समयमा आफ्नी आमाको चरित्र थाहा पाइसकेपछि सागरको रिसले भने सीमा पार गरिसकेको थियो। विगतको समयमा पैसाकै लोभमा लागेर आफ्नो छोराको मृत्यु भएको भनेर कुनै पनि प्रमाण नहुँदा हुँदै पनि सागरको मृत्यु भएको हो भनेर सागरको बिमामा भएको सबै पैसा लुट्न खोजेको कुरा भने सागरले पछिल्लो समयमा थाहा पाइसकेका छन् र उनलाई पछिल्लो समयमा आफ्नो भाइ र कान्छीले सबै बताइसकेका छन्। त्यसपछि अहिले भने सागर सीताराम आमासँग धेरैभन्दा धेरै रिसाइरहेका छन्। आदरणीय दर्शकबिनहरू आजको भिडियो यति नै। यस विषयमा रहेर के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा गई आफ्ना जिज्ञासा राय सल्लाह सुझावहरू राख्न भने नबिर्सनुहोला भन्दै यस भिडियोबाट छुटिन चाहन्छौँ। तपाईँको बाँकी पल बाँकी समय शुभ भएर बितोस्। हस्त नमस्कार। जय नेपाल जय नेपाली।